नमस्ते, म मीना खत्री। म चाहिँ यस कान्तिपुर सिटी कलेजमा विगत 20 वर्षदेखि काम गरिरहेको छु। म चाहिँ अपरेसन डाइरेक्टरको रूपमा काम गरिरहेको छु। हामीले चाहिँ कान्तिपुर सिटी कलेजमा डिफ्रेन्ट स्कलरसिपहरू छ हैन। यसमा चाहिँ जस्तो विद्यार्थीले युनिभर्सिटीको पनि स्कलरसिप छ, रिजर्भेसन, मेरिट स्कलरसिपहरू। अब यो रिजर्भेसन स्कलरसिपमा चाहिँ विद्यार्थीहरूले फ्रीमा पढ्न पाउँछ हैन। मेरिट स्कलरसिप भनेको हाम्रो इन्टेकको 10% स्कलरसिप हुन्छ, 5% मेरिट, 5% रिजर्भेसन। अनि मेरिट स्कलरसिपमा चाहिँ टोटल फीको 80% स्कलरसिप पाउँछ स्टुडेन्टहरूले। र हाम्रो चाहिँ डिफ्रेन्ट अरू पनि स्कलरसिपहरू छ, कलेजले प्रोभाइड गर्छ। जस्तो गर्ल्स स्कलरसिप छ, निड बेस्ड स्कलरसिप छ हैन। अनि हाम्रो कलेज चाहिँ 25 इयर्स पुगेको उपलक्ष्यमा पनि हाम्रो डिफ्रेन्ट स्कलरसिपहरू हामी दिन्छौँ। र कान्तिपुर सिटी कलेजमा 100 भन्दा एबोभ स्टुडेन्टहरूले स्कलरसिप पाउँछ। अनि अर्को कुरा चाहिँ म के पनि भन्न चाहन्छु भने कुनै विद्यार्थी म कान्तिपुर सिटी कलेजमा पढ्छु भनेर उसले चाहिँ भित्रदेखि उसको इच्छा छ भने चाहिँ त्यो विद्यार्थीले पैसाको कारणले चाहिँ कान्तिपुर सिटी कलेजमा पढ्न नपाउने चाहिँ हुँदैन। सबै विद्यार्थीले पढ्न पाउँछ। हाम्रो कान्तिपुर सिटी कलेजमा चाहिँ विद्यार्थीहरूलाई अहिलेको यङ जेनेरेसन भएको भएर उनीहरूलाई चाहिँ काउन्सिलिङको पनि आवश्यक पर्छ। बेला बेलामा विद्यार्थी डिफ्रेन्ट कुराबाट उनीहरूलाई चाहिँ टेन्सन भइरहेको हुन्छ हैन। उनीहरूलाई चाहिँ कति हामीले सपोर्ट गर्नुपर्ने हुन्छ। त्यस्तो कुरामा चाहिँ हामी काउन्सिलिङको माध्यमबाट उनीहरूलाई सपोर्ट गर्छौँ। यसमा चाहिँ हाम्रो एउटा चाहिँ काउन्सिलिङ सेक्सन नै छ। पहिलो कुरा चाहिँ हाम्रो डिपार्टमेन्टले आफ्नो डिपार्टमेन्टले जस्तो त्यहाँनेर चाहिँ हाम्रो कोअर्डिनेटर हुनुहुन्छ, एचओडी हुनुहुन्छ, डिएचओडी हुनुहुन्छ, उहाँहरूले काउन्सिलिङ गर्नुहुन्छ। अनि त्यहाँभन्दा पछि चाहिँ अझ उनीहरूलाई फर्दर काउन्सिलिङ चाहियो भने हाम्रो काउन्सिलिङ सेक्सन छ, त्यो सेक्सनमा पठाउनुहुन्छ हैन। अनि त्यहाँ काउन्सिलिङ गरिसकेपछि अझ हामीलाई चाहिँ प्रोफेसनलबाट पनि हामीले काउन्सिलिङ गर्नुपर्छ भन्ने जरुरी ठान्यौँ भने हामीसँग चाहिँ प्रोफेसनल पनि आउनुहुन्छ यहाँ काउन्सिलिङ गर्न, उहाँहरूकोमा हामीले पठाइदिन्छौँ। त्यसरी हाम्रो विद्यार्थीलाई अर्को चाहिँ हामीले के पनि गराएको छौँ भने स्टुडेन्टहरू जस्तो यहाँ काठमाडौँमा आउँछन्, हाम्रो त 77 जिल्लाको विद्यार्थीहरू यहाँ आइरहेको हुन्छ। उनीहरूको घर परिवार सबै बाहिर हुनुहुन्छ हैन। कति विद्यार्थीहरूलाई आफ्नो पर्सनल पनि प्रब्लम भइरहेको हुन्छ। त्यस्तो बेलामा पनि विद्यार्थीहरू चाहिँ हामीसँग आएर उनीहरूको पर्सनल कुरा पनि सेयरिङ गर्छन्। उनीहरूलाई अप्ठ्यारोबाट चाहिँ हामीले कान्तिपुर सिटी कलेजले जहिले पनि हामी सेभ गर्छौँ।